दाइको कोरियामा आउनुभएको के 1 वर्ष भयो अरे होइन दाइको त्यो हरेक ट्युनमा के पुरा के अरे तामाङ भाषा नै आउँछ भने तामा हुन्छ नेपाल 가봤어요? 못 가봤어요. 가봐야지. 꼭 가보세요. 카트만두? 네, 카ठमाडौँ. माउन्ट एभरेस्ट थासे요. हजुर त एकदमै रमाइलो गर्ने चलपडे बोल्दा तेरो काम गर्ने ठाउँ यतै हो है भन्छ कि त्यो साउको साथी के मैले त्यो मान्छेलाई सुरुमा कति 2-3 चोटि इन्सा गरे होला के नेगासे गरेर भयो भने सावै होइन रहेछ के त्यो मान्छे हजुर हिउँ पर्दा रमाइलो लाग्छ गाडीमा चाहिँ चिप्लिन्छ हेलो गाइज नमस्ते अन्यगासे सबैजनालाई आई होप सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम धेरै ठिक छु एन्ड वेलकम टु माई अनदर ब्लग सो आजको ब्लग चाहिँ म कहाँ जाँदैछु भने सौल जाँदैछु ट्राभल गर्दैछु एक्लै त्यही पनि 1 वर्षपछि सौल जाँदैछु होइन अनि एकदम विशेष कामको लागि जाँदैछु मेरो ब्याङ्कको काम छ क्या हल्का अनि यता बस रेडी भइसक्यो होइन 8:10 को हो बस चाहिँ सो म चाहिँ अब हिँडेको भनौँ नन्सानबाट चढेको दाइले नन्सानसम्म छोडिदिनु भएको थियो सो म हिँडेँ अब यस्तो जाडो भएको छ कि फेरि आमा आज भन्ने दिनमा होइन म सौल जाने दिनमा यस्तो जाडो छ के अब केही भन्नु छैन बडीलाई म चाहिँ अहिले बस चढेँ होइन अब चाहिँ ठ्याक्क 2 घन्टामा पुगिन्छ सौल चाहिँ होइन 2 घन्टासम्म चाहिँ अब सुतेर जाने हो कि यत्तिकै दृश्यहरू हेर्दै जाने हो होइन थाहा छैन तर बसको सिट पनि आलिसान हुन्छ भने भिआइपी भएर होला क्या सायद सब बाहिरको नजारा यस्तो छ फाइनली हेऱ्यो हाम्रो बस अब चाहिँ हामी यसो अलिअलि नजारा हेर्दै जानुपर्छ है त सौल चाहिँ आइपुग्नै लाग्यो होइन तर आजको मौसम चाहिँ हेर्नुहोस् यस्तो हावाहुरी चलिरहेको छ क्या के गर्नु हेर्नुहोस् त पातहरू पुरा उडाएर रुखहरू हेर्नुहोस् हावाले आज मेरो हालत खराब हुने भयो सम्झिँदा ल म चाहिँ आइपुगेँ होइन अब चाहिँ भने कहाँ जाने हो चाहिँ थाहा छैन फेरि किनभने म अरू बेला चाहिँ ट्रेन चढेर आउँथेँ नि त अनि आज चाहिँ बस चढेर आएको सो अब यहाँबाट चाहिँ उता माथि जानुपर्छ क्या बाहिर के यस्तो धेरै जाडो छ कि आजै भन्ने दिनमा फेरि मेरो चाहिँ छुट्टी आज मात्रै मिल्छ कि 1 दिन पुरा छुट्टी क्या नभए हाफ छुट्टी हुन्छ नि त प्रायः जसो अनि अब यहाँबाट चाहिँ माथि जाने हो होइन यस्तो जाडो भइरहेछ कि ओ माई गॉड सौल चाहिँ आइपुगेँ होइन तर लास्टै जाडो होइन यहाँबाट माथि जान्छु म माथि निस्किन्छु है यहाँबाट चाहिँ त्यहाँबाट चाहिँ कति माथि 2 फ्लोर माथि लिफ्ट चढेर आयो भने चाहिँ ठ्याक्कै माथि आइपुग्दो रहेछ होइन ए ल आइपुगेँ होइन आछु यस्तो जाडो हावा चलिरहेछ कि सबै पातहरू उडाएर हेर ओ माई गॉड मेरो हालत खराब भयो नि त आज धन्न ज्याकेट चाहिँ मैले यो बाक्लोवाला नै लगाएर आएछु क्या नभए त अब चाहिँ भने म ट्याक्सी चढेर जान्छु मैले चाहिँ ट्याक्सी पनि पाएँ ठ्याक्कै होइन अब चाहिँ म सिधै दोङदेमुन जान्छु दोङदेमुनको 3 नम्बर गेटमा गएर झर्नु छ होइन अनि 동대문역 3번 출구. 네 카트만두. Yes. Do you know Nepal? 이태원 지하차도까지 직진입니다. 카트만두 에베레스트 산인가 있나? 네네네 맞습니다. 에베레스트 산? 네. पुरा कोरियन बाजे हाम्रो नेपालको बारेमा भन्दैछ
부처님 태어나신 잠깐만 이거 날은 네팔 사람인가? 네. 인도 사람 아니고? 아니요, 네팔 사람. 네팔 사람이야? 네. 어머 이거지. 네팔 가봤어요? 못 가봤지. 가봐야지. 꼭 가보세요. 카트만두? 네, 카트만두. 마운트 에베레스트 타세요. बुढो चढ्दा चढ्दै मर्ला नि अरे हिमालमा के को आज लास्ट जाडो छ गाइज। अनि तपाईँहरूलाई के मैले एउटा विशेष कुरा चाहिँ भन्नै बिर्सेछु अघि डिटेलमा भन्नै बिर्सेँ हतारमा होइन। अनि आज म यता आउनुको मेन कारण भनेको चाहिँ हाम्रो तामाङ गेदुङको तामाङ दाइहरूले पनि पोडकास्ट चलाउनु हुँदो रहेछ होइन। त्यही भएर म आज चाहिँ पोडकास्टको लागि पनि आएको होइन। उहाँहरूले अब सौलाको बेलामा चाहिँ जसरी भए नि भेट्नुपर्छ है आँगा भनेर भन्नुभएको थियो नि त। त्यही भएर आज अब मौका पनि परेको छ। खासमा चाहिँ म ब्याङ्कको कामले आएको हो। अब आएको बेलामा दाइहरूलाई पनि भन्नु पऱ्यो नि त म चाहिँ सौलाको छु है भनेर होइन। अब मैले भिडियो नबनाउने भएको भए सुटुक्क आएर जानुभएको भए चाहिँ कसैलाई पनि थाहा हुँदैन होइन। तर म भिडियो बनाउँछु, भिडियो यताउता डुल्दाखेरिको होइन। अनि यता हानगाङ रिभर भयो। अनि अहिले चाहिँ म दोङदेमुन जाँदैछु। पहिलो सुरुमा चाहिँ म ब्याङ्कको काम सघाउँछु। ब्याङ्कको काम सकाइसकेपछि चाहिँ अनि उहाँहरूलाई भेट्छु होइन। सो आजको प्लान चाहिँ मेरो त्यस्तो छ। तर लास्टै जाडो छ भने आज के गर्ने होला, अब खत्तम बर्बाद भइहाल्यो नि। ल कोरियाको सबभन्दा ठुलो हानगाङ नदी भनेर चाहिँ तपाईँहरूलाई थाहा नै होला होइन, प्रसिद्ध छ है। ल यस्तो खतरा देखिरहेछ नजारा चाहिँ यहाँ। 건너가요? 네. 건너가면 3번 출구예요? 네. 땡큐. 감사합니다. अब चाहिँ भने म ब्याङ्कमा जानु छ। ब्याङ्कको काम चाहिँ यतै कता हो, यता अगाडि हो जस्तो लागेको थियो। अस्ति एकचोटि आएको नि त, सो राम्रोसँग थाहा छैन क्या मलाई ठ्याक्कै कहाँनिर हो भनेर चाहिँ होइन। अनि यहाँ चाहिँ नेपाली रेस्टुरेन्टहरू टन्नै छ अझै होस् यता मासतिर क्या। देख्नुभएको छ नि। आज शनिबार हुन चाहिँ तर यहाँ नेपालीहरू टन्नै हुन्छन् होइन। शनिबार आइतबार चाहिँ यो बाटोतिर। अहिले चाहिँ बिहान छ नि त, त्यही भएर खासै कोही छैन क्या। अनि आज चाहिँ हल्का जाडो पनि छ फेरि त्यही माथि। अनि अब म जान्छु जे होस्। दाइ हामी एकचोटि आएको थियो नि त त्यो ब्याङ्कमा, सो त्यही भएर मलाई हल्का याद छ क्या कता जाने हो भनेर होइन। यता सिधा अगाडि जाने हो क्या। अनि एक्लै आउँदाखेरि चाहिँ कस्तो अलि अनकम्फर्टेबल हुँदो रहेछ क्या। जस्तो अब अरू बेला त साथीहरूसँग होइन, अनि दाइहरूसँग आइन्छ नि त। अनि दाइको पछि लागि हिँड्यो, साथीहरूलाई पनि थाहा हुन्छ यता जाने उता जाने भनेर कुरा गर्दै हिँड्यो होइन। अब एक्लै आउँदाखेरि चाहिँ कस्तो गाह्रो हुँदो रहेछ क्या। सबैजना आफ्नै साथी जोडी छ होइन। तर कोरियनहरू त प्रायः जस्तो एक्लै हिँडिरहेको हुन्छ कि। म चाहिँ एक्लै हिँड्नलाई अलिकति अड लाग्छ कि, त्यही भएर हो खासमा चाहिँ। माई गड साथीहरू कस्तो हावा चलेको क्या भाइ, ओ माई गड। अनि ब्याङ्क नै खुलेको छैन रहेछ कि यहाँभित्र हो कि खासमा ब्याङ्क चाहिँ खुलेको छैन रहेछ। खुलेको छ र छैन। आज त मान्छे उडाउँछ होला हो यो हावाले। ओ माई गड यस्तो चिसो छ कि हेर्नुहोस् त, हावा चलेको हावाको आवाज पनि आइरहेको छ। आज त आवाज पनि सुनिरहेको छ कि फर्स्टै। सो ब्याङ्क चाहिँ खुलेको छैन रहेछ होइन। एकछिनमा खुल्छ कि खुल्दैन खै। खुलेन भने बर्बाद हुन्छ। म झन् यहाँ कति टाढाबाट कामको लागि आएको छु होइन। सो दाइहरू चाहिँ अब एकछिनमा आउनुहुन्छ अरे होइन। अनि म चाहिँ नाना रेस्टुरेन्टमा गएर बस्छु। नाना रेस्टुरेन्ट चाहिँ अब हाम्रो नेपाली रेस्टुरेन्ट भयो। सो म रेस्टुरेन्टमा गएर बस्दै गर्छु, उहाँहरूलाई कुर्छु एकछिन। नाना रेस्टुरेन्ट यहाँनिर रहेछ, यहाँनिर रहेछ नाना रेस्टुरेन्ट होइन। सो म त्यहाँ जान्छु अब। ओके यहाँभित्रबाट जाने रहेछ होइन। ल म जाँदैछु अब माथि।
माथि गएर कोरेर बस्छु एकछिन तर लास्ट चिसो छ यतातिर चाहिँ यस्तो यहाँ माथि रहेछ होइन एकचोटि आएको थिएँ क्या म रेस्टुरेन्टमा आउन चाहिँ हेलो नमस्ते यहाँ रेस्टुरेन्ट चाहिँ यस्तो खालको रहेछ होइन त्यहाँनिर चाहिँ कुलमान घिसिङको फोटो पनि राखेको रहेछ अनि यस नेपाली पारामा नै डेकोरेट गर्नुभएको रहेछ होइन दामी रहेछ चाहिँ होस् प्राइजहरू चाहिँ तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ होइन मोमो आइटममा चाहिँ पोर्क मोमो 10,000 चिकन मोमो 12,000 सुप मोमो 12,000 चाउमिन 9,000 पानीपुरी पनि पाउँदो रहेछ होइन लास्टमा आएर चाहिँ मैले फ्राइड राइस मगाएको छु होइन किनभने मोमो मैले प्राइस खाइ नै रहेको हुन त भात पनि खाइरहेको हो सधैँ थ्याङ्क यू ल हाम्रो फ्राइड राइस आइपुगेको छ होइन छिटो मिठो भनेको नै फ्राइड राइस हो कि अरू चाहिँ किन नखाएको भन्नुहुन्छ होला होइन मलाई लास्टै भोक लागिरहेको छ कि उहाँ चाहिँ हाम्रो नाना रेस्टुरेन्टको ओनर दिदी अनि हजुर त कति राम्री हुनुहुँदो रहेछ नि साँच्ची भनेको फ्राइड राइस मगाएको थिएँ एकदम मिठो लाग्यो धन्यवाद एकदमै मिठो रहेछ आउनुभएको थियो है सम्झी आइदिनु भएछ धेरै धेरै धन्यवाद हजुर पहिला आउँदाखेरि चाहिँ हुनुहुन्न थियो हजुर अनि हजुर कोरिया आउनुभएको कति भयो नि म कोरियाको चाहिँ लगभग भयो 27 वर्ष तर रेगुलर बसेन नेपाल आउने ओ जाने माई गॉड लसो जेजे म जहिले पनि सौल आउने बेलामा यस्तो हावा चल्छ भने पहिला पनि एकचोटि शान्ति हामी आउने बेलामा यस्तो हावा चलेको थियो कि है त्यो बेला पनि उडाउला जस्तो भएको थियो कि आज पनि यस्तो हावा चलिरहेछ भने अहिले चाहिँ म हल्का यहाँ ब्याङ्कको पहिला चाहिँ ब्याङ्कको काम सकौँ भनेर यता आएको कि खाना खाइसकेर पनि यस्तो हावा चलिरहेछ कि बाफ्रे ल हाम्रो यता ब्याङ्कको कामहरू हुँदैछ होइन फर्म भरेको के चाहिने रहेछ अनि फोटो पनि चाहिने रहेछ सो फोटो पनि खिच्यौँ हामीले फोटो चाहिँ तल चाहिँ ब्याङ्कको काम हुँदो रहेछ अनि यहाँ माथि चाहिँ फोटो खिच्ने पनि रहेछ कि सबै नेपाली सामानहरू पनि पाउने रहेछ अनि हाम्रो जेजे पनि आइसक्नु भएको छ अहिले चाहिँ हाम्रो जेजे पनि दोलखाकै हुनुहुँदो रहेछ दोलखा सैलुङ हो हजुर अब आँगा सौल आउने बेलामा 2-3टा काम सघाउने भनेर आउनु भएको रहेछ हजुर यहाँ काम हुँदैछ ब्याङ्कको काम चाहिँ बल्ल बल्ल सकियो होइन अनि भित्र चाहिँ क्या गर्मी भइरहेको थियो मलाई बाहिर चाहिँ यस्तो जाडो छ अनि मैले गरेर दाइले चाहिँ दुःख पाउनु भयो आज ठिकै छ फुर्सद नै हुनुहुँदो रहेछ र मलाई पनि धेरै हेल्प भयो दाइ भएर चाहिँ थाहा थिएन नि त मलाई के गर्नुपर्छ भनेर सबै उहाँले गरिदिनु भयो ल हामी चाहिँ अब खाना खान लागेको होइन मैले गरेर दाइहरूको पनि बिचरा भोक लागेर अनुहारै हेरेर पुरा लोलाइरहेको छ हाम्रो यता अमिर योन्जन होइन अमिर योन्जन जे हुनुहुन्छ घर सैलुङ दोलखा के बमजन भन्नु जिगमेला बमजन ए जिगमेला बमजन नाम ए तामाङ नाम हो के त्यही त म त हल्का झुकिएँ नि त दाइ त तामाङ भाषा पनि जान्ने रहेछ नि हेर आउँछ नि तामाङ भाषा लाग्दैन ओके ल हाम्रो खाना आइपुगेको छ यहाँ वा ओके थ्याङ्क यू ल खाना चाहिँ एकदम टेस्टी होला जस्तो छ ल ल खानुहोस् ओहो ल घिउ पनि आइपुगेको छ थ्याङ्क यू लासो भन्ने थाहा छ आज भनौँ न आगासँग पहिलोचोटि भेट भयो
लोसारमा चाहिँ देखेको आँगनमै नाचेको पनि थिएँ आज भेट भयो। उहाँ चाहिँ हाम्रो नाना रेस्टुरेन्टको ओनर हुनुहुन्छ, अघि हाम्रो पार्वती दिदीको हस्बेन्ड। हजुरको शुभ नाम चाहिँ दाइ? मेरो हन्डे मोक्तान। दाइ अनि हजुर त कोरियन जस्तो देखिन थालेछ नि। म अँ सबै झुकिन्छ। त्यही त नि। ल बाई बाई, टेक केयर। लास्ट दाइ भेटेर खुसी लाग्यो। फेरि फेरि आउने चिया खान आउने है। ए हो ए यही पो हो ए यहीँ माथि रहेछ नि त अफिस त। ल अफिस चाहिँ यहाँनिर यस्तो छ होइन। खै ए घाम पो गएको रहेछ, लाइट पो गएछ भनेर। अनि खै यो बिरुवा त मुर्झाएछ त दाइ। ओहो नि नआएको त वर्ष दिन भयो क्या हो दाइ। ल यहाँ चाहिँ यस्तो रहेछ यो यहाँको वातावरण चाहिँ होइन। पानी ए आउने बित्तिकै काम बिगाऱ्यो नि त हामीले। म पोडकास्टको लागि रेडी भइसकेँ। यता दाइले क्यामेरा मिलाउँदै हुनुहुन्छ, सेटअप गर्दै हुनुहुन्छ। हाम्रो कार्यक्रम सञ्चालक चाहिँ आजको उहाँ नै हुनुहुन्छ। दाइ हजुर क्यामेराम्यान हो? होइन मेरो हो, सहयोगी मेरो फोनको। हुन्छ खिच्नु पर्ने भयो कि जसलाई यसो हेर्नु पर्ने सल्का हुन्छ। किसिम थिमेन्ट भयो कि यहाँ भयो, यो लाइट भयो, त्यहाँ माइक भयो होइन। अनि यता क्यामेरा दुईतर्फी छ। कोरिया आइसकेपछि कस्तो लाग्यो? कोरियामा आउँदाखेरि चाहिँ कस्तो हुन्छ भने अब हामीले सोचेको हुन्छ नि त, अब ड्रिम कन्ट्री कोरिया, वाउ कस्तो होला भन्ने। अघिसम्म हेर्दाखेरि चाहिँ क्या ठुल्ठुलो समुद्रहरू थियो होइन, अनि ठुल्ठुलो बिल्डिङहरू कस्तो राम्रो अब सफा सुन्दर देखिरहेको थियो। एकछिनपछि हेर्दाखेरि ल छैन, हाउसै अब पटक 3टा हुन्छ। 3टा हजुर 3 वर्षमा 3टा हजुर। काम यो गरे छोरी भन्दाखेरि नि गर्दिनँ, अल्छी लागेछ, आफै गर्नु भन्ने हो। ल हाम्रो चाहिँ सक्यो होइन पोडकास्ट। अनि पोडकास्ट गर्दा गर्दा जाडो पनि भयो। यहाँ हिटर त लाग्यो तर जाडै भयो। दाइले ओहो क्वेसन खतरा गर्नु भएर खतरा सोध्नु भयो नि होइन आइदिनु भयो, त्यसको लागि थ्याङ्क यू सो मच। फेरि लोसारमा भेटौँला। लोसारमा त भेट्नु परिहाल्यो नि, नाच्नु पनि पर्छ। जे नाच्ने होइन, नाच्ने हो जे तपाईँ नाच्नु हुने कि नाइ? अब नाच्छु नि खतरा। तर क्या जेजुको हाँसो एकदम कडा छ नि, खतरा। भत्किन्छ है भत्किन्छ। आज क्या भन्ने जिग्मेला भन्न बिर्सेँ यहाँ लिएर आएको थियो कि अघि। ए त्यहाँ नभन्नु म भनिदिन्छु नि। हाम्रो क्यामेराम्यान चाहिँ आजको हाम्रो जिग्मेला बोमजन जे हुनुहुन्छ, उहाँ चाहिँ एकदमै फन्नी। उहाँलाई चाहिँ त्यो नेपालको उसमा लगेर राखिदिनु पर्थ्यो, कमेडी च्याम्पियन हो। त्यहाँ एक दिन हाँस्नु जानु पऱ्यो हामी। त्यहाँ गएर म कोरेको हुन्छ फेरि। अनि भिडियो कहाँ गएर हेर्ने जुजो? अमिर अफिसियल भन्ने छ मेरो यो हो, त्यसमा म सेयर गर्छु, त्यहाँबाट हेर्नु होला। ओके ल हजुरहरू पनि यसो सर्च गरेर हेरिदिनुहोस् र सब्सक्राइब पनि गरिदिनु होला सबैजनाले। अब चाहिँ हाम्रो सक्यो होइन। अनि जेले भेटेर चाहिँ एकदम खुसी लाग्यो आज म। जो हाम्रो अमिर योन्जन जे त भइ नै हाल्यो होइन। अब एक्स्ट्रा उहाँ थपिनु भयो नि त। कोही त अब बोल्दै नबोल्ने गमक्क परेर बस्ने हुन्छ नि त। हजुर त एकदमै रमाइलो गर्ने। अब तामाङ भाषा बोल्नुहुन्छ, म तामाङ आउँदैन। अनि त्यो दाइ कोरियामा आउनुभएको के 1 वर्ष भयो अरे होइन। दाइको त्यो हरेक ट्युनमा के पुरा के तामाङ भाषा नै आउँछ भने तामा हुन्छ। या अनि हाम्रो अमिर योन्जन जेजो चाहिँ के अरे हाम्रो मेरो ससुर बुवाको
स्टुडेन्ट हुनुहुँदो रहेछ होइन सो अघि भर्खरै थाहा भएको मलाई पनि थाहा थिएन अनि के भन्न चाहनुहुन्छ हजुरको टिचरलाई ए उहाँलाई नमस्कार भन्न चाहन्छु हामीले सबैभन्दा सर्वप्रथम होइन उहाँलाई म्याडम होइन अनि उहाँको प्रवीण सर अनि अरविन्द जापानमा हुनुहुँदो रहेछ होइन हजुर लगायत अरू शिक्षकहरू जो हुनुहुन्छ उहाँहरू सबैलाई नमस्कार भन्न चाहन्छु अनि गणेश सरहरूलाई चाहिँ उहाँहरू अब चैकोट बस्नुहुन्छ नि त अहिले उहाँलाई भेट्न चाहन्छु खासमा नेपाल पुग्दाखेरि चाहिँ मौका मिल्यो भने होइन लगेरै जानुहोस् है यस्तो पनि सुनाउने होइन ब्लग हेरेर पुग्यो अरे भन्ने होइन उहाँ सरको धेरै छ किस्साहरू पनि एकदम रमाइलो तरिकाले पढाउनु हुन्थ्यो पहिला अहिले उहाँ रिटायर भएर अहिले बसिरहनु भएको छ होइन हजुर कस्तो रमाइलो सञ्जोग है तपाईँको त्यही त। शिक्षकको बुहारी त्यो हाम्रै फेरि आमा पऱ्यो होइन हाम्रै दिदी म बोमजन उहाँ योन्जन उहाँ सबै बोमजन हामी आफन्त जाउँ न यहाँ कोरियामा अब कोरिया खायो गाडी के ठुलो छ योन्जन बोमजनले कोरिया खायो भने क्या हाम्रो मेरो सरकार साथीभाइहरू पनि त्यही छ क्या सम्धिहरू एक दुईजना छ होइन बढी जस्तो त्यही छ क्या दिदीबहिनीहरू पनि यहाँ अरू दुईजना बहिनीहरू छ योन्जनहरू छ उनीहरू पनि योन्जन हो अनि धेरै जस्तो यहाँ दोङदिमुन सहरमा भेट्ने भनेकै हाम्रो दाजुभाइ दिदीबहिनी नै हो क्या यसो भन्दैमा अरूलाई पनि हाम्रो सम्मान माया छ है त ल ठिक छ चाहिने बाँड्नु कोरिया हामी त नखाउँ नि बहिनीले खायो नि फेरि ल, ठिक छ। एउटा कुरो भन्न चाहन्छु पाक्रिनहरूलाई पनि हामी सम्मान नै छ मेरो मिसेस पनि पाक्रिनै हो ओ अच्छा फेरि सम्बन्ध यस्तो रहेछ नि अहिले त बहिनी पार्नेलाई दाइको चाहिँ पार्ने यहाँ त यस्तो संयोग मिल्या रहेछ कि यो खतरै हो ल यो लेखेरै त्यही त। ल्याएको हो कि खुसीको छैन लेखेरै खुसीको है। ल्याएको ल खुसीको छैन ल बाई बाई भन्न चाहन्छु म चाहिँ अब जाँदाखेरि चाहिँ ट्रेन चढेर जाने भनेको होइन त्यही भएर ट्रेन कुर्दैछु योङसानसम्म जाने ल आइपुग्यो ट्रेन चाहिँ 환경 강경이요? 네. 6시 10분에 무궁화 입석이에요. 서서 가요. 이거 드려요? 한 명이요? 강경 한 분입니다. 이거 오늘이십니다. 강경으로 가는 6시 10분 기차 무궁화 자리였고 입석이고요. 티켓 잃어버리시면 안 돼요. 잘 챙겨주세요. 안녕하세요. सो गाइस अहिले चाहिँ म ट्रेन चढिसकेँ होइन अब चाहिँ भने म 9 बजे पुग्छु लगभग अनि यो चाहिँ इप्सकमा छ अहिले चाहिँ त्यो भनेको चाहिँ सिट छैन तर यहाँ अलिअलि राखिदिएको हुन्छ कि उभिनेहरूको लागि भनेर हल्का फेरि पनि देखाउँछु म त्यस्तो टाइपको हुन्छ क्या यस्तो उभिनेवाला हो कता कता त्यो सिटहरू राखिदिएको हुन्छ म चाहिँ अहिले रातिको 9 बजे आइपुगेको छु खाङगाङमा होइन अब चाहिँ दाइले आउनुपर्छ नि मलाई अनि म यता घरमा गएर खाना खाएर फेरि उता जानु छ कि भोलि काम जानुपर्छ नि त फेरि कति गाह्रो छ हेर लाइफ ड्यामेज गाह्रो छ दाइ आइसक्नु भएको छ मलाई भेट्नलाई सो जाँदैछु अनि हिउँ परेको छ कि हल्का हल्का ल यता हुनुहुन्छ हाम्रो ह्यान्डसम दाई चाहिँ कोरिया बस्दा बस्दा कोरियन आउनु थालिसक्यो होइन हेयर कटदेखि लिएर हरेक कुराहरू अनि हामी चाहिँ अब रुममा आइपुगिसक्यो छाला मात्रै कालो छाला मात्र कालो हो मान्छे चाहिँ कोरियनै भइसक्यो हाउभाउले पनि पाल्ली हो एकदम पाल्ली A few moments later. ल साथीहरू म चाहिँ खाना खाएर हिँडेको दाइको खुट्टाको छाप ल उता जानु लागेको भाउजूको त यति सानो भाउजू हिउँ पर्दा रमाइलो लाग्छ गाडीमा चाहिँ चिप्लिन्छ अनि म चाहिँ अब उता जानु लागेको कि अनि हिउँ परेछ क्या अहिले जोडले रिस्की हुन्छ नि त गाडीमा चिप्लिन्छ फेरि अहिले अर्काको पाइलट नबिगार्नु है लभ बर्ड्सको हेर पाइला गयो
ओके गाइज अहिले चाहिँ म रुममा आएर पनि फ्रेस भइसकेँ होइन अनि टाइम चाहिँ धेरै भइसक्यो अब भोलि काममा पनि जानुपर्छ नि त अनि यो भिडियो आउँदाखेरि चाहिँ अलरेडी यो पोडकास्ट चाहिँ आजको अपलोड भइसकेको हुन्छ किनभने तपाईँहरूलाई पछिल्लो टाइममा चाहिँ के भएको थियो भने पोडकास्ट चाहिँ हामी केमा गएर हेर्ने भनेर धेरै प्रब्लम भएको थियो होइन त्यही भएर अहिले चाहिँ मैले यो पोडकास्ट आजको चाहिँ अपलोड भइसकेपछि चाहिँ यो भिडियो हाल्ने छु र त्यो पोडकास्टको लिङ्क सहित अनि तपाईँहरूलाई यहाँ स्क्रिनसट पनि राखिदिनेछु कुन च्यानलमा आउँछ भनेर होइन सो सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला हजुरहरूले अहिलेसम्म त माया गरि नै राख्नुभएको छ मलाई होइन एकदम धेरै त्यसको लागि थ्याङ्क यू सो मच र आगामी दिनहरूमा पनि यसरी नै माया गरिदिनु होला भन्न चाहन्छु जे छु आज म हजुरहरूको कारणले नै छु यहाँसम्म होइन सो थ्याङ्क यू सो मच सबैजनालाई मनदेखि नै अनि सबैजनाले गएर यो च्यानलमा पनि भिडियो हेरिदिनु होला हाम्रो पोडकास्ट कस्तो लाग्छ भनेर पनि कमेन्ट गरिदिनु होला होइन के कस्तो छ कमी कमजोरीहरू पनि थुप्रै होला नि होइन सो हजुरहरूले राम्रो मानेर हेरिदिनु होला र त्यो च्यानललाई पनि गएर सब्सक्राइब पनि गरिदिनु होला आई होप हजुरहरूलाई यो भिडियो मनपर्छ होला मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् र नयाँ साथीहरू हुनुहुन्छ भने सब्सक्राइब गरेर बेल आइकनमा क्लिक गरेर अलमा क्लिक गरिदिनु होला यस्तै नयाँ नयाँ भिडियोहरू हेर्नको लागि यति भन्दै आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु बाई सी यू नेक्स्ट ब्लग